हामीहरू चाहिँ सबै हिँडेको सबै मिलेर मेरो छोरा नन्द जोना छोरा जाँदैछ चाहिँ अलिकति जोनु जाउँ हातले क्रस गर्दै हिँड्दै थियौँ दुई दिन रात पनि छुट्टी थियो अनि त्यो भएर हामीलाई कता बुढाहरूलाई पनि हामी एनिमल्स हेर्नुको लागि हामी जाँदै थियौँ आफ्नो फ्यामिलीसँग घुम्नलाई मलाई चाहिँ एकदमै रमाइलो चेक गर्दै थियौँ एउटा फेला पाऱ्यौँ तर हामीले स्विमिङ चाहिँ गर्न पाएन अनि मामी रमाउँदै एक्लै दौडेर मलाई चाहिँ मेरो बाबु खाएर अनि मस्त निन्द्राले सुतिसकेपछि एकदम त्योभन्दा आनन्द चाहिँ केही लाग्दैन कि संसारमा यो हामी बसेको चाहिँ पहिला चाहिँ यो बसेको रुम थियो कि अनि अहिले त अनि प्याक भइसकेछ कि फेरि हामी अर्को होटलमा आइपुग्यौँ यो चाहिँ मेरो प्यारी नन्द कति राम्रो मौसम थियो कि हामी जाँदाखेरि कति रमाइलो भयो सर्ट एन्ड स्विट ट्रिप भयो जनाना लिएर म चाहिँ अगाडि भिडियो बनाउनको लागि आन्टीहरू माई स्विट एन्ड स्विट फ्यामिली मलाई कस्तो देखेको छ हाम्रो चाहिँ यो अब ब्रेक एकछिनको खाजा खाँदै साईलाई चाहिँ इन्ट्रेस्ट भइसक्यो यहाँ चाहिँ नाइट आउट हिँडेको थियो एकछिन रमाइलो भयो जे होस् साईले के भयो Ngecu. Jangan nak. Kita sama kita. एउटा भिडियो भ्लगमा ल्याउँदा यहाँ कस्तो राम्रो है भयो तले ह्याट ल किन चलाएको भाइलाई प्यारी पनि यता सायु हाय यता हेर्नु स्टैंड पर नहीं होंगे सब तो चल गए
नि आइज तर म तपाईँले मलाई कस्तो कस्तो लाग्यो ठीक है Outside. एउटा रिल्सको लागि हो कि यो चाहिँ छ उता हेर्नु न बोले जस्तो गर्नु न सायु हाई गरिदियो ल काकीलाई हेर्नु सायु बाबुलाई हेर Yeah. कता बोइजहरू रहेछ नि